हेलो सबैजनालाई नमस्ते। आज चाहिँ मेरो बिदा, दिदीको पनि बिदा। हामी दिदी पनि चाहिँ अल्ट्रासाउन्ड जाँदै अब भोक लागेपछि ठ्याक्क लन्च गर्ने बेला भएछ। यसो केही नाङ्लोमा खाना खान जाने हो। नाङ्लो चाहिँ हाम्रो फेभरेट हो। अनि त्यसपछि फेरि हामी मेरो घर जान्छौँ। घर गएर बुर्नेबाट कान्छी बहिनीले पार्सल पठाएको छ हामीलाई। 3टा पोका छ। त्यो पोको चाहिँ खोलेर हेर्ने अहिले दिदी पनि सँगै बसेर के छ त्यो भित्र भनेर। नाङ्लोमा चाहिँ बरु के खाने होला है हामीले? पराठा खाने हो। त्यहाँको पराठा त कहिले छुट्दैन जति। अनि बफ मोमो खाने हो। सुकुटी पनि खाने होला। अनि त्यसपछि फेरि म्याङ्गो लस्सी पनि नछुटाउने होला। अनि चिकन चाउमिन ल्याउने। चिकन चाउमिन कि बफ हो? बफ पनि खान्छ त्यहाँ त बेसरी है। अनि फेरि उस खाने होला। म त कोक फेरि छोड्न सक्दिनँ, कोक पनि खाने हो। त्यो सिसाको बोतलमा पाउने चाहिँ कोक। ल दिदी बहिनीले पालो पालो आज चाहिँ दिदीले ड्राइभिङ गर्ने, म बस्ने। कहिले चाहिँ म बस्छु, ऊ बस्छ, म चलाउँछु। यो चाहिँ अल्ट्रासाउन्ड जाने सर्टकट बाटो। नाङ्लो रेस्टुरेन्टको मेनुमा नाङ्लोको पिक्चर दामी। के खाने पहिल्यै थाहा छ तैपनि म्याङ्गो लस्सी र कोकोकोला हामी दुबईको फेभरेट। अनि सुकुटी चटपट कसरी छुटाउने? नाङ्लो रेस्टुरेन्टको सबभन्दा फेमस फेभरेट पराठा कस्तो मिठो हुन्छ, त्यो त हामीले सधैँ खान्छौँ। अनि मेरो दिदीको फेभरेट है, कसरी छुटाउने खाइहाल्यौँ त्यो पनि। कान्छी बहिनीले पठाएको डल्लो के होला यो? डल्लोभित्र कालो बल्ल तल्ल आएको ल। कति समय लाग्यो आइपुग्न घरसम्म? ल खोलेर हेरौँ है त। ए बुर्नेको माछा। ल दिदीहरूलाई काममा जाँदाखेरि चिया खाओस् भनेर। बाबा चक्लेटको भन्दा चाहिँ के साह्रो हो। कति मिठो हुन्छ ती। हो र केटी यस्तो 2-3 किसिमको चाहिँ कफी पनि हो क्या होइन? खोकी पनि बेला न के बेला आउँछ मलाई त। अब यो एकै ठाउँमा प्याक गर्न नमिलेको कस्तो होला? रातो यो सेकेन्ड हो यो। यो चाहिँ सेकेन्ड। ल खोलौँ न के रहेछ, आरामले खोल है। ठिकै छ। कान्छी बहिनीको माया कोसेली 2टा दिदी केमा भएको। बुर्नेको सामान मजाले आएछ। साडी। ए साडी रहेछ? ल यो चाहिँ फेरि स्पेसल ठुली दिदीलाई पठायो ल। ए यो चाहिँ मेरो फेभरेट। ल यो त मलाई चाहिन्छ। कटन म्याक्सी होइन, फुलवालामा त छाम चाहिँ कस्तो यहाँ कति राम्रो। आहा तिन राम्रो रहेछ त कलर, तर वाइटै राम्रो है। छोटो खाले रहेछ। एउटा तल एउटा मलाई होला। अरू ए समिज। यो के जमानामा लगाउँथ्यो यस्तो समिज है आमा? पहिला पहिला नेपालमा देख्थ्यो। दो पठाने का आहा मिठो कलरको समिज। साडी बोल्ला हेर। आहा तार लाको साडी। ए अस्ति नेपाली मेलामा एउटा साडी किनिहालेँ 40 पाउन्डको। फेरि आइहाल्यो नि त्यो दामी कलरको है। अझै छ केही चाय। फेरि अर्को प्याकेट चिया। ल चिया कुमारीहरूलाई चिया आएको अहिले हो 2 प्याकेट। ल भयो यति भयो त बाबा नि ठुलो पठाइरहेछ त। ल अर्को खोल। ल अब यो चाहिँ यो डल्लो चाहिँ थर्ड है त। थर्ड प्याकेट खोल्दैछौँ हामीले अब। डल्ला पारेर पठाइरहेछ कान्छी बहिनीले। चिया कति खाने हो? अब यहाँ छेमा, सुमी, अमृता दिदी बहिनी सबैले मिलिजुली बाटेर सबैलाई पठाएको अरे। त्यही भएर सबैलाई बाट्ने हो नि हामीले। छेमालाई दिए भनेछ, सुमी दिदीलाई दिए भनेछ, अमृता दिदीलाई दिए भनेछ। अनि हामी 2टालाई 5 जनालाई सबैलाई। के होला त्यो? चाहिँ खासमा के रहेछ? मेरो साथीहरूले पनि ल्याउँछ कि बेला बेला काममा। यो मान्छे दुईटा कपडा हुन्छ है। हो र? नुनवाला चिया हुन्छ कस्तो मिठो हुन्छ।
बुर्नेमा चाहिँ एकदमै फेमस रहेछ कि बुर्नेमा चाहिँ टी आयो यो चाहिँ अर्कै फ्लेभरको क्या हो है बनाना जस्तो छ के हो यो अर्को पनि टी ए कति खाने टी त 15-20 पाउन्ड हो है बहिनी बुर्नेमा भएको पनि काम लाग्यो हो ल लाउरिनले पठाइरहेछ अर्को लाउरिन दिदीहरूलाई ए बरे अब सिद्राको सट्टा यही झान्दै दालमा हाल्दै खाँदै गर्नुपर्ने भयो अब सुकुटी यति धेरै आयो म्याक्सी पनि आयो दुईवटा दिनले समिज चाहिँ तँलाई मात्र हो एउटा साडी र समिज चाहिँ तँलाई नापेर पठाइरहेछ त्यसले है छेमालाई सुमी बहिनीलाई अमिता बहिनीलाई तँलाई मलाई सबैलाई ब्लाउज पिस के यो चाहिँ पहिला पुरानो जस्तो साडी पनि झल्को आएको है मैले ल्याएको थिएँ तर कहाँ छोडेँ थाहा छैन पुर्णी बाजेले हङकङबाट ल्याइदिएको होइन लामो कति राम्रो पहिला के समिजकै फेरि कति राम्रो लाग्थ्यो कि है यो चाहिँ दामी छ यस्तो सर्टवाला लाउनु मन लाग्थ्यो यो त मेरो फेभरेट हो यहाँ बटन हेर्न ओके कति राम्रो अहिलेसम्म छैन होइन तैँले त्यो रातो लैछ होइन योभन्दा छोटो छ के रातो है हजुर अब बहिनी ल्याएको चिया पनि खानु पर्यो म टिपिदिन्छु अहिले घोक्क पर्न सक्नुहुन्न तर टिपी खानु अनि आधा भनेको नि मलाई खोजिदिन्छु पुसाइ चाउमिनले फुल्याउँछ बहिनीको पार्सल तपाईँलाई थाहा छ होला नि बुर्नेको पार्सल पुसाइ त्यो बुर्नेको म्याक्सी साडी पोस्ट गरेको पोस्ट होइन ज्वाइँसँग आएको होइन अस्ति ज्वाइँसँग होइन होइन उसले के त पछि पार्सल आएको भन्दैछ त ज्वाइँले रिसिभ गरेको आफैले होइन त्यो नेपालबाट पठाएछ अब यो माछालाई बनाउन जाने भने यति मिठो हुन्छ उयो प्याकेट हाम्रो त्यो ठुलो उचाल्नु त एकैवटा बाँड्यो यसलाई चाहिँ के गर्नुपर्छ भने तेलमा फटेर भट्यो त्यहाँबाट चाहिँ गुन्द्रुक यसको चटनी बनाउने यस्तो चटनी बनाउनुपर्छ मिसाले यस्तो मिठो भटमा छ मिठो भटमास हाल्यो सुकेको खुर्सानी होइन अनि त्यसलाई पिस्ने अनि सिसामा हाल्ने भटमास यो अनि रातो खुर्सानी भुटेर फ्राईमा गर्ने होइन पुसाइ अनि मैले मेरो एउटा साथीले बनाएको देखेको थिएँ कि यसलाई पनि फ्राई गर्ने हो कि यसलाई पनि फ्राई गर्ने खुर्सानीलाई फ्राई भटमासलाई अनि तिनजनालाई मुस्ने मिक्सीमा अनि तेल हाल्ने नुन अब सबैलाई सम्झ्यो भने यति त्यति नै हो कि अब मैले नितिकन अमाज दिदीलाई जेठानी दिदीलाई सम्झ्यो भने ल त्यही चटनी गन्द्रुकमा चाहिँ यति मिठो हुन्छ यो मसिनो गएर बनाउनुपर्छ त्यसमा मिसन भयो कि कति दिन चाहिँ बस्छ अब चिया सिया पनि पियौँ अब चाहिँ सागबारीमा जानु पर्यो नि एक थाम तँलाई थियो एक थाम ससुरालाई अब मेलै गर्नु पर्यो है छिप्पै छैन होला है यो जिउमा लागेपछि त्यसलाई लाग्ने अब हामी त त्यस्तो नढाउनेको मान्छे नपरेको हो भन्ने मान्छे पऱ्यो कपडा धोएको सबै टी सर्टमा त एउटा दुईटा 3 4 5 6 7 8 9 10 11वटा एकचोटि कपडा धुँदै टी सर्ट 11वटा धुनुपर्ने यहाँ हेर्न स्ट्रबेरी पाकेको छ तैँले पनि घर गएर यस्तै गर्दै छिटो पाक्ने रहेछ क्या हो कि यो परालहरू राखिदिएको कि यस्तो फल्ने ठाउँमा कि कहाँ जानेको हो दिपेन एकचोटि फार्ममा देखाउनु लगो अरूले यस्तो गरेर देखेर उसले पनि एक कपी गरेर छिटो आएन के रहेछ टुसाउने चम्सुरको साग होइन मैले बिहान पनि टिपेर खाएको कि यो त नटिपी हुन्न आज त यस्तो राम्रो बस्छ मेरो चना पनि राम्रो बस्छ तेरो कस्तो बस्छ चना त्यसलाई अलिक टेका चाहियो
छोडिदिए बिउ हुन्थ्यो भनेर हो भयो तपाईँ बिउको लागि त फुलाउनु पर्यो फल्नु पर्यो पाक्नु पर्यो कुर्नु पर्यो नि त पर्यो यो त पाइहाल्छ नि पाइन्छ पाइन्छ ए हुन्छ त हामी चाहिँ छेमाको घरमा जाँदै दिदी पनि बस्यौँ गफ गऱ्यौँ अब चाहिँ हामी चाहिँ छेमा घरमा आएको है निनी आउनुभएछ हामी निनीलाई भेट्न आएको है निनी नेपालबाट आउनुभएछ अनि नेल जोइको मम्मी ड्याडी फुपू पुसालाई पनि भेट्न आएको है फुलले वेलकम गरौँ न उहाँहरूलाई नमस्ते सबैजनालाई अनि धेरै छ नि यहाँ त किन यहाँ यस्तो नमस्ते भाउजू दर्शन पाएँ सबैजनाको बाबा नमस्कार नमस्कार हाम्रो बाबालाई कुन दिन आउनुभएको अरे मेटका दिदी र नातिलाई देखेर रमाइलो लाग्यो नातिले बोलायो फेरि है चिसो बनाइछ तपाईँलाई पनि राम्रो नाति पाउनुपर्छ नानीहरू पनि आएको रहेछ नि त नमस्ते छोरीको आयुषको साथीहरू नि त कति राम्रो फुलेको होला कि गुलाबको फुल नेपालमा उहिले किनेको रहेछ सुनलीमा अस्ति पहिलो कुर्ता निस्किँदा नि म आफै सरप्राइज भएको थिएँ डिजाइन चल्दैछ कि होइन यो कि यस्तै चलेको थियो माथि र उसको ढाकाको चोलो त्यो नातिनीहरूलाई झल सम्झे कति आफैले मन पर्यो त्यही किनेछन् क्या नातिनीहरूले फोटो त्यो ढाका रुचाएर ढाकाको बनाइदिएछ कि देखाएको ढाकाको तल मात्रै के 8 मा पाइस साइज 8 हो नि त साइज 8 है अनि यत्रो ठपर त यत्रो छ त के फ्लोर भनेको कति हो अब म त 8 होला 8 हो ए त्यो पाके भाषी हेर्नु त बिचमा छोरी मान्छेको बिचमा त्यो म त भनेर यहाँ अनलाइन शपिङ हो कति धेरै हो कुर्ताहरू देखाउँदा 3-4 सयको साबर किने हम त आरआरको हो हैन यहाँ हाम्रो यहाँ अर्को बहिनीको हो खोइ ल देखाउ त कुर्ताहरू बाबा कोड सेट है कोड सेट यसलाई भन्छ कोड सेट बाबा पहिला हामीले सिलाउँथ्यौँ काटेर यो त्यो बेलाको फेरि फर्केको के भाउजू सिक्दाखेरि यो खाले सिलाउँथ्यौँ क्या हामीले के हो यो राम्रो रहेछ त यो चारजना कचङ कचङ देखेर फुपू दङ पर्नु भएको पार्नु भएको छ होइन यो कति कमन हत्रै एउटा पार्सल गराइदिए एउटा म यहाँ बोकेर आएको छु त्यति धेरै बोकेर गइ त्यसले यहाँबाट पनि हो कि लोको अस्ट्रेलिया साडीको थान बोकेर गइ के हो यो धन्दा राम्रो पठाइछ 15 पाउन्डमा देखियो भाइ यो के गरे फुपू साथीहरूलाई सम्झियो कि त्यसले त्यसको काम गर्ने जम्मै साथीले सम्झेर ती बोकेर गइ के हो के हो त्यो कुर्ता कति राम्रो थियो कुर्ता होइन क्या म्याक्सी मलाई त यो ब्रेस्ट फिट गर्न मिल्छ भनेर तेल भयो कस्तो चिन्ने है अरूहरूले त यो दुईजनाको कस्तो देखाइ बस्नु बस्नु फुपू होइन तिम्रो के हो कि साह्रो किनेको कपडाहरू त्यस्तो भतिया यो होइन यी तपाईँको भाग त साडी हो साडी रोड्ने हो तपाईँले थ्याङ्क यू फर सपोर्टिङ स्मल बिजनेस भनेपछि मलाई फेरि यो दुइटै ब्लू एकदम मन पऱ्यो मैले थोरै यो तपाईँलाई जहाँबाट ल्याए पनि ल्याए अब गिफ्ट हो लिने हो सुमिले किनेको सबै होइन दिदी बहिनीले बाबा बहिनीहरू त लखपट्टि करोडपट्टि छन् के अरे मलाई त पर्दैन साडी यो दुईटामा एउटा रोज्नु ए फुपू रोजी हाल्नु न छिटो छिटो कुन यो राम्रो लाग्छ कि यो राम्रो लाग्छ नभए फुर्सद दिम्ला सोच्ने टाइम दिम्ला यही राखिदिन्छु हेर्नु यसको कति पैसा हो भन्ने हामीले यताबाट पैसा पठाइदिने उसले सामान पठाइदिने हो क्या दोकान हिँड्न पर्दैन त्यही भएर त बिचारा सबै सुकेछ त दोकानहरू त ल रोन्नु ल सबै अनलाइनले भ्याएको
मेरो तर्फबाट एउटा हो दिदीको तर्फबाट एउटा हो भएको जस्तो मगाउनु भयो त अनि लिन छिटो त्यस्तो अफर दिँदाखेरि के हुन्छ है अफर दोकानमा गयो भन्दा पर्छ अफर भागी मान्छे भुटेको मारे यहाँ लाउनु सुमे तेल सेल आयो साडी यो डिजिटल प्रिन्ट वाला जाम्नु भएछ के को जाम्दिन हो यो राम्रो लाग्यो है मैले यो राम्रो मान्छु है त्यो हेर्नु आफै रोज्नु त्यो त खतरा राम्रो रहेछ त्यो राम्रो लाग्यो मलाई नि त्यो राम्रो लाग्यो राम्रो है यो तर नजर हेरै फरक पर्छ नि बुबु तपाईलाई यो रातो त भुग्नु यस्तो निलो निलो छ के हैन यो दुईटामा एउटा रोज्नु दिदीले ल्याइदिएको कुन चाहिँ कलर लाछ हो त्यही मन पर्यो बजार फुपु लगी थिए त्यही समात्ने भए के राम्रो छ यो हैन मलाई चाहिन्न के यस्तो साडी कति छ छैन यो हजुर मैले भेटाको बेकार मेरो रहेछ मैले यो सुमीसँग माग्छु फेरि भनेर प्लान गरेको थिएँ आज बिहान अमृतासँग कुरा गरेको भरे त मैसँग निस्कियो 2-3 त त्यहाँ हैन मैले ल्याइदिएकोबाट चाहिँ त्यो दिदीकोबाट भयो यो लाउने कि यो लाउने ल तपाईले साडी त्यो दिदीको तर्फबाट हो यो मेरो तर्फ कति माया हेर्नु त तपाईलाई सबै यो मायाको पोको त्यही त नि निनी बजारले मायाको पोको हो नि हाम्रो निनी बजार आउनु भएको अनि त्यही नि साडी बोकेर हिँड्ने गानेर लाज अब कति पार्टी हुन्छ फुपु अब यहाँ दिनदिनै फेर्दै हिँड्ने हिरोनीले चाहिँ कस्तो केयर अब चाहिँ सिरियस हुनु भयो बल्ल सिरियस हुने दिदा हुन्छ के मेरो अनि सक्याउ किलो त यस्तो छ यस्तो सक्याउ यो लाउनु ल ए यहाँ भएको जति एउटा नि छैन पुर्णिले लाउने एउटा बबाल बनाइ बबाल यो है कलर चाहिँ मिठो कलर कति ए कति राम्रो भयो घले सेम हो कि मरितेल बनाएर दुईपट्टा फेरि कहाँ मोटिटेल गराएको ए किन बोलाउनलाई सुहाउने आएछ यो गजबको गरुङ छ कति मेरो यति लामो गरेर चाहिँ यहाँ लत्रिने यो त सानो तपाईलाई त ठिकै भछ म गए है बाइ बाइ सकियो त